नमस्ते, स्वागत छ तपाईलाई इंग्लिश लर्न बाइ लक्ष्मीमा। आजको भिडियोमा हामी सिक्ने छौं 50 वटा छोटा तर दैनिक जीवनमा धेरै उपयोगी अंग्रेजी वाक्यहरू र तिनीहरूको नेपाली अर्थ सहित। यी वाक्यहरू सजिला छन्, तपाईले सजिलैसँग सम्झिन सक्नुहुन्छ र दैनिक कुराकानीमा तुरुन्त प्रयोग गर्न पनि सक्नुहुन्छ। भिडियो अन्तिमसम्म ध्यान दिएर हेर्नुहोस् र मैले भने जस्तै साथसाथै दोहोर्याएर अभ्यास पनि गर्नुहोस्। यसरी अभ्यास गर्दा तपाईको अंग्रेजी सिकाइ अझ छिटो र प्रभावकारी हुनेछ। साथमा यदि तपाईलाई यो भिडियो मन पर्यो भने कृपया लाइक, शेयर र सब्स्क्राइब पनि गरिदिनु होला। आउनुहोस् सुरु गरौँ। डोन्ट साउट माने कराउनु हुँदैन। डोन्ट साउट माने कराउनु हुँदैन। कम फास्ट माने छिटो आऊ। कम फास्ट माने छिटो आऊ। गो स्लोली माने बिस्तारै जाऊ। गो स्लोली माने बिस्तारै जाऊ। बी अनेस्ट माने इमानदार हुनुहोस्। बी अनेस्ट माने इमानदार हुनुहोस्। स्टे स्ट्रङ माने मजबुत हुनुहोस्। स्टे स्ट्रङ माने मजबुत हुनुहोस्। कीप ट्राइङ माने प्रयास गरिरहनुहोस्। कीप ट्राइङ माने प्रयास गरिरहनुहोस्। डोन्ट स्टप माने रोकिनु हुँदैन। डोन्ट स्टप माने रोकिनु हुँदैन। लुक हियर माने यहाँ हेर्नुहोस्। लुक हियर माने यहाँ हेर्नुहोस्। लुक देयर माने त्यहाँ हेर्नुहोस्। लुक देयर माने त्यहाँ हेर्नुहोस्। डोन्ट लाई माने झुट नबोल्नुहोस्। डोन्ट लाई माने झुट नबोल्नुहोस्। टेल मी माने मलाई भन। टेल मी माने मलाई भन। आस्क मी माने मलाई सोध। आस्क मी माने मलाई सोध। डोन्ट आस्क माने नसोध। डोन्ट आस्क माने नसोध। कम अर्ली माने चाँडै आऊ। कम अर्ली माने चाँडै आऊ। स्लीप अर्ली माने चाँडै सुत। स्लीप अर्ली माने चाँडै सुत। वेक अर्ली माने चाँडै उठ। वेक अर्ली माने चाँडै उठ। वर्क हार्ड माने कडा मेहनत गर। वर्क हार्ड माने कडा मेहनत गर। स्टडी वेल माने राम्ररी पढ। स्टडी वेल माने राम्ररी पढ। प्ले फेयर माने इमानदारी साथ खेल। प्ले फेयर माने इमानदारी साथ खेल। थिंक ट्वाइस माने दुई पटक सोच। थिंक ट्वाइस माने दुई पटक सोच। डोन्ट फाइट माने नलड। डोन्ट फाइट माने नलड। वाक स्लोली माने बिस्तारै हिँड। वाक स्लोली माने बिस्तारै हिँड। रन फास्ट माने छिटो दौड। रन फास्ट माने छिटो दौड। सिट प्रोपरली माने ठिकसँग बस। सिट प्रोपरली माने ठिकसँग बस। स्ट्यान्ड प्रोपरली माने ठिकसँग उभिनुहोस्। स्ट्यान्ड प्रोपरली माने ठिकसँग उभिनुहोस्। बी केयरफुल माने होशियार हुनुहोस्। बी केयरफुल माने होशियार हुनुहोस्। बी रेडी माने तयार हुनुहोस्। बी रेडी माने तयार हुनुहोस्। स्टे काम माने शान्त बस्नुहोस्। स्टे काम माने शान्त बस्नुहोस्। स्टे पोजिटिभ माने सकारात्मक हुनुहोस्। स्टे पोजिटिभ माने सकारात्मक हुनुहोस्। स्टे कनेक्टेड माने जडानमा रहनुहोस्। स्टे कनेक्टेड माने जडानमा रहनुहोस्। डोन्ट डिले माने ढिलाइ नगर्नुहोस्। डोन्ट डिले माने ढिलाइ नगर्नुहोस्। डोन्ट फर्गेट माने नबिर्सनुहोस्। डोन्ट फर्गेट माने नबिर्सनुहोस्। डोन्ट रिपिट माने दोहोर्याउनु हुँदैन। डोन्ट रिपिट माने दोहोर्याउनु हुँदैन। डोन्ट इन्टर माने प्रवेश नगर्नुहोस्। डोन्ट इन्टर माने प्रवेश नगर्नुहोस्। प्लिज वेट माने कृपया पर्खनुहोस्। प्लिज वेट माने कृपया पर्खनुहोस्। प्लिज सिट माने कृपया बस्नुहोस्। प्लिज सिट माने कृपया बस्नुहोस्। प्लिज स्ट्यान्ड
माने कृपया उभिनुहोस्। प्लिज स्ट्यान्ड माने कृपया उभिनुहोस्। प्लिज राइट माने कृपया लेख्नुहोस्। प्लिज राइट माने कृपया लेख्नुहोस्। प्लिज रिड माने कृपया पढ्नुहोस्। प्लिज रिड माने कृपया पढ्नुहोस्। प्लिज लिसन माने कृपया सुन्नुहोस्। प्लिज लिसन माने कृपया सुन्नुहोस्। आन्सर स्लोली माने बिस्तारै जवाफ दिनुहोस्। आन्सर स्लोली माने बिस्तारै जवाफ दिनुहोस्। स्पिक स्लोली माने बिस्तारै बोल्नुहोस्। स्पिक स्लोली माने बिस्तारै बोल्नुहोस्। स्पिक लाउडर माने ठुलो आवाजमा बोल्नुहोस्। स्पिक लाउडर माने ठुलो आवाजमा बोल्नुहोस्। कल अगेन माने फेरि फोन गर्नुहोस्। कल अगेन माने फेरि फोन गर्नुहोस्। कम अगेन माने फेरि आउनुहोस्। कम अगेन माने फेरि आउनुहोस्। ट्राई हार्डर माने अझ कडा प्रयास गर्नुहोस्। ट्राई हार्डर माने अझ कडा प्रयास गर्नुहोस्। वर्क स्मार्ट माने स्मार्टसँग काम गर्नुहोस्। वर्क स्मार्ट माने स्मार्टसँग काम गर्नुहोस्। स्टे सेफ माने सुरक्षित रहनुहोस्। स्टे सेफ माने सुरक्षित रहनुहोस्। डोन्ट फियर माने नडराउनुहोस्। डोन्ट फियर माने नडराउनुहोस्। बी ब्रेभ माने साहसी हुनुहोस्। बी ब्रेभ माने साहसी हुनुहोस्।